आइपिओ लिस्टिङ ढिलो भइरहेको छ। अहिले जुन नेप्सेमा देखिएको समस्याले गर्दाखेरि आइपिओ लिस्टिङ ढिलो भइरहेको छ। साथसाथै लिस्टिङ भएको पनि कारोबारमा आइरहेको छैन। नमस्ते सबैजनालाई, हामी साना लगानीकर्ता पेजमा यहाँहरूलाई स्वागत छ। आइपिओ निष्कासन भयो, बाँडफाँड पनि भयो, तर लिस्टिङ पनि भएन, कारोबारमा पनि आएन। के तपाईँलाई थाहा छ, बाँडफाँड भएका आधा दर्जन जति आइपिओ अहिले लिस्टिङै भएका छैनन्। हेरौँ है त कुन कुन आइपिओहरू लिस्टिङ भए, कुन आइपिओहरू लिस्टिङ भएनन्, कुन कारोबारमा आए। अब भिडियोलाई ढिलो नगरिकन सुरु गरौँ। 2,42,000लाई परेको धरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन 29 गते आइपिओ बाँडफाँड गरेको थियो। अहिले 60 दिन भएछ यो कम्पनीको लिस्टिङ चाहिँ भयो, तर कारोबारमा आउन सकेको छैन। अर्को आइपिओ हो स्वस्तिक लघु वित्तीय संस्था। 19,500 जनालाई परेको स्वस्तिक लघु वित्तीय संस्थाले भाद्र 12 गते आइपिओ को रिजल्ट निकालेको थियो। अहिले 45 दिन भएछ यो कम्पनीको न लिस्टिङ भएको छ, न कारोबारमै आएको छ। 1,24,000लाई परेको माविलुङ इनर्जी लिमिटेडले भाद्र 12 गते आइपिओ को रिजल्ट निकालेको थियो। यो कम्पनीको 49 दिन भइसकेछ, अहिलेसम्म आइपिओ कारोबारमा आउन सकेको छैन। त्यस्तै गरी 4,34,000लाई परेको बन्दीपुर केबल कारले भाद्र 30 गते आइपिओ को रिजल्ट निकालेको थियो। अहिले टोटल 26 दिन भएछ यो कम्पनीको न त लिस्टिङ भएको छ, न कारोबारमा आएको छ। आश्विन 2 गते बुङ्गाल हाइड्रो पावरले आफ्नो आइपिओ को रिजल्ट निकालेको थियो र यो कम्पनीको 25 दिन भइसकेको छ, आइपिओ लिस्टिङ पनि भएको छैन र कारोबारमा पनि आउन सकेको छैन। यो कम्पनीले 1,70,000 जनालाई आइपिओ एलटमेन्ट गरेको थियो। 1,19,000लाई परेको सागर डिस्टिलरीले आश्विन 12 गते आइपिओ को रिजल्ट निकालेको थियो र आजसम्म 13 दिन भइसक्यो, यसको लिस्टिङको प्रक्रिया पनि अगाडि बढेको छैन र कारोबारमा पनि आएको छैन। साथसाथै आश्विन 8 गते झापा इनर्जी लिमिटेडले आइपिओ को बाँडफाँड गरेको थियो। अहिले 18 दिन भयो यो कम्पनीको लिस्टिङ पनि भएको छैन र कारोबारमा पनि आएको छैन। यो कम्पनीले 47,000 जनालाई आइपिओ बाँडफाँड गरेको थियो। तितोपत्र बोर्डमा कर्मचारीहरू आन्दोलनमा छन्। यसले गर्दा लगानीकर्ताको पैसा पनि फसेर बसिरहेको छ। लगानीकर्ताहरू आफ्नो लगानी सुरक्षित गर्नबाट वञ्चित भइरहेका छन्। यो समस्या चाँडै समाधान होस् र यी लिस्टिङ नभएका र लिस्टिङ भएर पनि कारोबारमा नआएका आइपिओहरू चाँडै कारोबारमा आउन् र लगानीकर्ताले यसलाई किनबेच गर्न पाउन्। यो भन्दै भिडियोबाट बिदा हुन चाहन्छु। यदि हजुरहरूलाई यस्तै भिडियोहरू मनपर्छ भने हाम्रो हामी साना लगानीकर्ता पेजलाई सब्स्क्राइब गर्न नबिर्सिदिनु है।